टेस्लाले रिजेक्ट गर्यो है गाइस टेस्लाले एनुअल इन्कम 20 लाख क्रस हुन्छ आशै नगर्नु सरकारी कर्मचारीसँग हान्छ है गाडीले बी केयरफुल यो रहरले हो कि बाध्यताले हो काम बाध्यता हो हामीलाई 1 मिनेट टाइम सक्नुहुन्छ एक्जाममा 45 माथिको त सरकारले इनफ कुरा दिएको छ त हजुरहरूलाई मान्छेलाई चाहिँ सुरक्षित बनाउने काम हाम्रो बिमा कम्पनीले गर्छ हाम्रो सिनियर दाइहरू हुनुहुन्छ क्या बाजे बल्ल फेला परे वेलकम टु जामकास्ट सबैले सोध्नुहुन्छ धेरैजनाले के सोध्नुहुन्छ भने तपाईहरुको लोकेसन कहाँ हो भनेर हाम्रो धेरै जसो चाहिँ यहाँ हुन्छ यो बेलिज क्यासिनो देख्नुभयो बेलिज क्यासिनोको अगाडि यहाँ हुन्छ धेरै जसो चाहिँ हैन हामीले चाहिँ युथको लागि एउटा कन्टेन्ट बनाइराखेका छौं जहाँ नेपालमै बसेर जब अथवा बिजनेस गरेर यसरी कार्ड्सहरु अफर गरेर हिड्न सकिन्छ भनेर हैन हजुरको जब छ भने जब बिजनेस छ भने बिजनेसले सम्बन्धित थोरै के भनिदिनुहोस् न भनेर हजुरको के जब हो सर म इन्स्योरेन्स कम्पनीमा काम गर्छु ए हजुरको पोस्ट म म्यानेजर लेभलमा काम गर्छु यो गर्नुभयो कति इयर्स भयो हजुरले मैले 15 वर्ष भयो यो इन्स्योरेन्समा काम गर्न चाहिँ हजुर कसरी मोटिभ हुनु भयो इन्स्योरेन्स सेक्टर भनेको अत्यन्त तपाईको राम्रो क्षेत्र हो हैन त्यसै के सम्बन्धी राम्रो तपाईको हामीले चाहिँ बिमा मान्छेको जीवन बिमा गरेर मान्छेलाई चाहिँ सुरक्षित बनाउने काम हाम्रो बिमा कम्पनीले गर्छ थोरै क्षेत्र मात्रै अहिले कभर गरेको छ लगभग नेपालको तपाईको 18-20% मात्रै छ र भोलिको दिनमा चाहिँ यो क्षेत्रलाई अझै फराकिलो बनाएर जान सक्छ युथहरुलाई के सजेसन दिन चाहनुहुन्छ युथहरुलाई के भन्छु भने नेपालमै बसेर धेरै चीज गर्न सकिन्छ के जब अपर्च्युनिटी छ त हजुरको इन्स्योरेन्समा यहाँबाट भनिदिन सक्नुहुन्छ सकिन्छ तपाईको हामीले तपाई पार्ट टाइमको रूपमा हाम्रोमा चाहिँ अभिकर्ताको रूपमा तपाईले काम गरेर तपाईले तोके भन्दा धेरै एउटा इम्प्लोइको भन्दा बढी कमाउन सकिन्छ एनुअल इन्कम हजुरको नर्मली कुनै समयमा हाईएस्ट इन्कम 50 लाख क्रस भएको छ एनुअली एज अ इम्प्लोइको रूपमा त हाम्रो हुँदैन तर एज अ अभिकर्ताको रूपमा काम गर्नेहरुको चाहिँ हुन्छ कोही जब गर्न आउनु हुने यारको थ्रुबाट हजुरले लगाइदिनु हुन्छ जबै भनेर त हामीले उ गर्न सक्दैनौ तर एज अ अभिकर्ताको रूपमा काम गर्दै गयो भने भोलि उले चाहिँ आफ्नो क्यारियर बनाउँदै गयो भने त्यसमा चाहिँ उले अपर्च्युनिटी पाउन सक्छ हस् सर थ्यांक यू सर यहाँ बोल्दिनु हुन्छ एससी म्याम Another one. Excuse me, sir. अस्ति नै आज बोल्नु न त फेरि के बोल्नु जस्तै हजुरको जब छ कि बिजनेस हजुर जब छ कि बिजनेस हाम्रो जब हो हजुर के सम्बन्धी यही हो ड्राइभिङ हो आइकिन लिँदैन यो बाइक अरु केही फर्दर पनि सोच्नु भएको छ पहिला केही गर्नुहुन्थ्यो यो बाइक सब यही हो भने यो चाहिँ गर्न हजुरलाई मजा आइरहेको छ कि छैन लाइफमा हाम्रो लाइफमा नै बाध्यता हो सरकारले इनफ कुरा दिएको छ त हजुरहरूलाई सरकारले झन् लुट्ने छन् अच्छा थ्यांक यू सो मच अरु त के छ र हामीलाई के दिए छ र सर हैन हामी त्यत्रो दैनिक ट्याक्स दिइरहेका छौं रोड हेर्नुस् ट्राफिक हेर्नुस् त्यसको केही छ र हाम्रो सरकारले दिएको त्यही हो मेन समस्या भनेको त्यही हो के हैन बल्ल फेला परे देख्नुभयो अङ्कल पनि हाम्रो दाजु पनि अथवा अङ्कल पनि खुसी हुनुहुन्थ्यो हैन यस्तै हो नि जिन्दगीको बिहान चाहिँ यहाँ वाएर पारी गरेर जाने पर्यो बोल्दिनु हुन्छ कि सरकारी कर्मचारी भइसक्यो रहेछ आशै नगरौँ सरकारी कर्मचारीसँग एक दुईजना मात्रै बोल्दिनु हुन्छ एक्सक्युज सर ए हेलो भइसक्यो है भएको चाहिँ सरकारी कर्मचारीहरुमा त्यति आशा राख्दैनौँ क्या हामी अहिले सरकारी गाडी छ यो पनि सरकारी नै हो यहाँ बोल्दिनु हुन्छ कि एक्सक्युज सर या एक्सक्युज सर हामीलाई 1 मिनेट सरकारी कर्मचारीसँग हामीलाई आशै छैन क्या यहाँ बोल्नुहुन्छ कि या त झन् नो भन्नु भइसक्यो हो कि जस्तो लाग्यो दाइको ए यहाँ अलिक बोल्दिनै खालको हुनुहुन्छ यहाँ एक्सक्युज सर हामीलाई 1 मिनेट टाइम सक्नुहुन्छ जाम हामीले चाहिँ युथको लागि एउटा कन्टेन्ट बनाइरहेको छौँ जहाँ नेपालमै बसेर जब अथवा बिजनेस गरेर यसरी कार्ड्सहरु अफोर्ड पनि गर्न सकिन्छ भनेर हैन त्यसै हजुरको जब छ भने जब बिजनेस छ भने बिजनेससँग सम्बन्धित थोरै केही भनिदिनुहोस् न जसको कारण युथहरुले पनि यहाँनिर यसरी केही गर्न सक्नुहुन्छ भने हजुरको नाम केशवराज सर हजुर के गरिरहनु भएको छ अहिले म जबै गर्छु के सम्बन्धी सर म इन्स्योरेन्समा हो हजुरको पोस्ट के छ म एजीएम एसिस्टेन्ट जनरल अनि हजुरले गर्नु भएको कति इयर्स भयो सर मैले 31 वर्ष हजुरको लाइफको फर्स्ट जब के थियो म चाहिँ एकाउन्ट्समा काम गर्थेँ यताबाट इन्स्योरेन्समा चाहिँ हजुर चाहिँ कसरी चेन्ज हुन सक्नु भयो
सेवा सुविधाको कारणले गर्दा पहिला म हिमालय आँखा अस्पतालमा काम गर्थेँ। हजुर। अनि त्यसपछि अहिले यतातिर आएको। युथहरूलाई केही सजेसन दिन चाहनुहुन्छ जस्तो यहाँ गएर पनि त्यसरी कार्सहरू अफोर्ड गर्न सकिन्छ भनेर? त्यो जे गर्नुहुन्छ तपाईँहरूले चाहिँ कन्टिन्यू गर्नुहोस्, त्यसलाई नछोड्नुहोस्। त्यो एनुअल इन्कम 20 लाख क्रस हुन्छ? हुन्छ। हस् सर, थ्याङ्क यू सर। हान्छ है गाडीले, बी केयरफुल। रिक्स छ है गाइस, रिक्स झन्डै हानु अहिले। फुटबलमा मेसी रोनाल्डोले यताउति इसियान गर्दैनन्, टाउको घुमाएको घुमाइ, त्यसरी नै गर्नुपर्छ। हान्दिहाल्यो भने त हान्दी पो हाल्यो त। एउटा बिवाइडी आयो, बोलिदिनु हुन्छ कि? आउनु ट्राई गर। एक्सक्युज सर। हजुर, हामीले युथको लागि एउटा कन्टेन्ट बनाइरहेको छौँ, जहाँ नेपालमै बसेर जब अथवा बिजनेस गरेर चाहिँ यसरी कार्सहरू अफोर्ड गर्न सकिन्छ है भनेर होइन। हजुरको नाम? नवराज श्रेष्ठ मेरो नाम चाहिँ। हजुर अहिले के गरिरहनु भएको छ? अहिले यही कार चलाइरहेको छु। ए हजुरको जब यही हो? त्यो चाहिँ यसमा हजुर कतिको खुसी हुनुहुन्छ, सेटिस्फाई हुनुहुन्छ? खुसी नै छु, अब के गर्ने, खुसी नै हुनु पर्यो है। यो रहरले हो कि बाध्यताले हो काम? बाध्यता हो नि। बाध्यता हो है। त्यसै सरकारले के गर्दा चाहिँ यो चाहिँ हजुरको चाहिँ समाधान हुन्छ त? केही कुरा योभन्दा अलिक जस्तै एज अ होल होइन, अलिकति पैसा बढाइदिँदा ठिक हुन्छ कि होइन, यही सम्बन्धीमा के गर्दा चाहिँ ठिक हुन्छ जस्तो लाग्छ हजुरलाई? अलिअलि पैसा बढाइदियो भने हजुर हुन्छ भन्ने एउटा उयो छ होइन। हजुर। कमाइभन्दा धेरै खर्च छ अहिले। हजुर यस्तै हो। हस् सर, थ्याङ्क यू सर फर टाइम। एक्सक्युज मी सर, हामीलाई 1 मिनट टाइम सक्नुहुन्छ इक्जाममा? एक्सक्युज मी सर, हामीलाई 1 मिनट टाइम सक्नुहुन्छ जाममा? ए हस्पिटल हिँड्नुभयो? ए हुन्छ हुन्छ। ओहो दाइ, के छ खबर? हाम्रो सिनियर दाइहरू हुनुहुन्छ क्या बाजे होइन? त्यसलाई बोलिदिनुहुन्छ कि? एक्सक्युज सर। ल टेस्लाले रिजेक्ट गर्नु है गाइस, टेस्लाले। 45 तलहरूका चाहिँ अलिकति मलाई ट्रस्ट पनि लाग्छ, गर्छ कि भनेर, कास्ट गर्नुहुन्छ कि भनेर भन्नु न अझ होइन। 45 माथिको त